वाव! नेपालमा चुनावपछिको मत परिणाम। देश तथा विदेशमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा चाहिँ अहिलेको यो चुनावी माहौल र यसको मत परिणामलाई चाहिँ विभिन्न ठाउँबाट नेपालीहरूले चासोको रूपमा चाहिँ लिइरहेको अवस्था छ। र नेपालमा जसरी अहिलेको जुन नयाँ पुस्तालाई विश्वास र नयाँ पुस्ताप्रतिको एउटा आशा बोकेर नेपाली जनताहरूले गाउँ गाउँबाट जसरी एउटा आफ्नो भोट दिएर सहरबाट गाउँ झरेर अथवा विदेशबाट पनि नेपाल पुगेर नेपाली जनताहरूले एउटा देशमा चाहिँ सुशासन होस्, भ्रष्टाचार मुक्त होस्, नेपाल चाहिँ बस्नको लागि अथवा रोजगारीको लागि, शिक्षा स्वास्थ्य सुविधाको लागि चाहिँ सहज होस् भन्ने एउटा आशा बोकेर चाहिँ नेपाली जनताहरूले अहिले मत दिएर एउटा नयाँ पुस्तालाई चाहिँ जिताइरहेको अवस्था छ। पुराना जुन 10, 20, 30 वर्षदेखि देशलाई सञ्चालन गरिरहेका व्यक्तिहरूलाई एउटा विस्थापित गर्दै नयाँ युवाहरूलाई चाहिँ अहिले जुन चान्स दिएको छ, अपर्च्युनिटी दिएको छ, त्यसको पछाडिको रिजन भनेको नेपाललाई जुन डिरेक्सनबाट नेपाल सञ्चालन नेपाल देशलाई सञ्चालन गर्नुपर्ने थियो, शिक्षा स्वास्थ्य रोजगार भ्रष्टाचार मुक्त टाइपको सुशासन चाहिएको थियो, त्यो टाइपको चाहिँ अब होस् भन्ने नै कामना हो। यो पटक चाहिँ नेपाली जनताहरूलाई चाहिँ मान्नुपर्छ, किन भन्दाखेरि एटलिस्ट भोट चाहिँ नयाँ पुस्तालाई दिनुपर्छ, नयाँ पुस्ताहरूलाई चाहिँ विश्वास गर्नुपर्छ भन्ने कुराले दिनुभयो। त्यो चाहिँ राम्रो स्वविवेक युज गर्नुभएको भन्ने ठान्छु म। पुराना पार्टीहरू जसरी एउटाले टप लेभलको एउटा नेताले जे भनेको छ त्यसलाई चाहिँ कपी पेस्ट गर्दै जुन एक किसिमको म चोर हुँ भने कसैले भने अब त्यो मिड लेभलको नेताले म चोर हुँ नै भनेर पोस्ट गरिरहेको हुन्छ र त्यसलाई नै फलो गरिरहेको हुन्छ, त्यसलाई शिरोधार्य गरिरहेको हुन्छ र त्योभन्दा तल्लो लेभलको नेताले जुन जिल्ला लेभलका नेताहरू छन् उनीहरूले पनि म पनि चोरै हुँ भनेर उनीहरूले आफूलाई पोस्टाइरहेको हुन्छ। उनीहरू यो चाहँदैनन् कि देशमा अर्को तरिकाबाट अर्को एङ्गलबाट हेर्न सक्नुपर्छ अथवा पार्टीगत हितभन्दा पनि पार्टीको एउटा संरचना भन्दा पनि एउटा देशलाई कसरी समृद्ध बनाउन सकिन्छ, कि साँच्चै देशमा विकास भएको छ, साँच्चै सुशासन भएको छ भन्ने कुरालाई चाहिँ अझै सोचेर बुझ्न सक्ने लेभलको जुन युवाहरू छ, जुन देशमा बस्ने होस् अथवा विदेशमा बस्ने पनि त्यो एउटा पार्टीभित्रकै माहौलमा मल्लिरहने पढे लेखेको शिक्षित व्यक्तिहरू पनि धेरै देखिन्छ। नपढेको त छँदैछ, तर पढे लेखेकोहरूको पनि त्यो किसिमको एउटा मानसिकता छ। त्यो मानसिकता चाहिँ त्यो मानसिकतालाई चाहिँ चिर्न बाँकी छ, त्यो मानसिकताबाट चाहिँ उठ्न बाँकी छ। त्यो मानसिकताबाट चाहिँ अगाडि बढ्न सक्यो भने मात्रै देशको समृद्धि हुन्छ अथवा त्यो बाटो अर्को बाटो पनि छ, राइटलाई राइट भन्न सक्नुपर्छ भन्ने कुराको त्यो युवाहरूमा सचेतना चाहिँ जागोस्। विदेशमा बस्ने नेपालीको धेरै ठुलो सपना चाहिँ होइन, जस्ट नेपालमा प्रवेश गर्दाखेरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चाहिँ सहज होस् र नेपालमा पुग्दाखेरि आफूलाई गर्व फिल होस्। त्यहाँको प्रशासन, त्यहाँको सुशासनको कुराहरू, त्यहाँको प्रहरी प्रशासनको कुरा, सुशासनको कुराहरू, कुनै पनि कामहरू गर्दाखेरि सहज होस्। अनि त्यसपछि नेपालमा पूर्व मेची महाकाली होस् अथवा हिमालदेखि तराईसम्मको जुन किसिमको विकास, यातायात, ठुला रोड रचनाहरू, स्वास्थ्यको कुरा, खानेपानीको कुरा लगायत मान्छेहरूलाई जुन बेसिक रूपमा चाहिने चिजहरू छ नि त्यो सहज रूपमा प्राप्त भयो भने र मजाले एउटा कुनै पहाडको डाँडामा बसेर त्यहाँको सिनहरू हेर्ने, त्यहाँ इन्जोय गर्ने, जसले टुरिज्मलाई पनि सपोर्ट गर्ने भयो। त्यस्तै गरेर होइन म यहीँ बस्छु अथवा लगानी गर्छु, म केही इन्भेस्टमेन्ट गर्छु, बिजनेस गर्छु अथवा समथिङ केही गर्छु भन्दाखेरि त्यो किसिमको एउटा माहौल सहज रूपमा होस्। विदेशमा बसेर काम गरिरहने मानिसलाई म बाहिर कति बस्ने, अब चाहिँ नेपालमै गएर म पनि अब केही गर्छु भन्ने एउटा माहौल बनोस्। उसले आफ्नो केही ओनरसिप लियोस्, केही कामहरू सुरु गरोस्, रोजगारी दियोस् अथवा घरमा भएको सबै सक्षम युवा अथवा काम गर्न सक्ने व्यक्तिहरूले चाहिँ कामको चाहिँ अवसरहरू प्राप्त होस्, काम गर्न सक्ने होस्। त्यति भयो भने नेपालमा धेरै कुरा चाहिँदैन। सबै कुराहरू नेपालमा अलरेडी छँदैछ। नेचुरली नेपाल ब्युटिफुल छ, सबै कुराहरू नेपालमा छ। जस्ट सुशासनको कुराहरू, काम कुराहरू चाहिँ सहज रूपमा बन्ने वातावरण भयो भने नेपाल आफैमा सुन्दर छ। अर्को कुरा भनेको नेपालमा टेक्नोलोजीको विकास हो र घरमै बसेर अथवा जहाँबाट पनि नेपालमा विभिन्न किसिमको कार्यालयहरूको कामहरू चाहिँ सहज रूपमा मोबाइल एपबाट गर्न सक्ने बनाउन सकिन्छ, त्यो सम्भव छ। त्यो भयो भने के हुन्छ त, एउटा कुरा भ्रष्टाचार हुने भएन। जस्तो यातायातमा काम पर्यो, कर कार्यालयमा काम पर्यो, राजस्वमा जानुपर्ने भयो अथवा कुनै किसिमको यातायात कार्यालयमा जानुपर्ने भयो, त्यो सबै कामहरू चाहिँ मोबाइलबाट चाहिँ गर्न सक्ने मिल्ने कामहरू चाहिँ सबै मोबाइल एपबाट भयो भने, डिजिटलाइज्ड भयो भने चाहिँ जसले समय पनि बचत भयो र अर्को कुरा भ्रष्टाचारको कुराहरू जुन छ, घुसको कुराहरू जुन छ, त्यो कुराहरू चाहिँ न्यून हुने भयो। त्यो अनि नेपालको कुनै पनि कामहरू अथवा कुनै पनि जुन प्रक्रिया छ, प्रोसेस छ, त्यो प्रोसेस पनि सहज रूपमा स्टेप बाई स्टेप जाने भयो। त्यहाँ जहाँ बिचमा चाहिँ जुन माफियाहरू छ अथवा विभिन्न किसिमको घुसपेट गर्ने एउटा सञ्जाल छ, त्यो जुन ब्युरोक्रेसीको टप लेभल मन्त्रालयदेखि लिएर गाउँ स्तरसम्मको अथवा नगरपालिकासम्मको त्यो संरचना चाहिँ कम्प्लिटली चेन्ज हुन्छ। डिजिटलाइज्ड भयो भने चाहिँ पारदर्शी हुन्छ, सबै कुराहरू चाहिँ स्पष्ट हुन्छ, जनताहरू सुशिक्षित हुन्छन्, आफ्नो ठाउँमा गएको
जुन बजेट छ त्यो बजेटको पारदर्शिता हुन्छ, कहाँ कसरी काम भइरहेको छ त्यो कामहरू चाहिँ सहज तरिकाले हेर्न सकिन्छ। युवाहरू बिजी हुन्छन् र फेरि अर्कोचोटि कुनै बेला चुनाव हुँदाखेरि चुनावको लागि 2 घन्टा मात्रै भए पनि टाइम दिएर चुनावको लागि सही मान्छे फेरि चुन्ने एउटा त्यस्तो वातावरण सिर्जना हुन सक्ने भयो। न कि बसमा झुन्डिएर अथवा कसैको झन्डा बोकेर पुरै भोज भतेर गर्दै मासु चिउरा खाँदै चुनावको लागि भनेर दिनभरि रातभरि युवाहरू हिँड्ने त्यस्तो समय फुर्सद नहोस्। युवाहरू चाहिँ बिजी हुन्, काममा चाहिँ बिजी छन्, अत्यन्त बिजी र उनीहरूलाई फुर्सद छैन। सबै कामको लागि आफ्नो परिवारको लागि, आफ्नो समाजको लागि काम चलिरहेको छ, काम भइरहेको छ, बिजनेस व्यापार चलिरहेको छ। नेपाल समृद्ध छ। नेपालमा विदेशबाट चाहिँ घुम्न जाँदाखेरि पनि सुरक्षाको कुराहरू भयो र सम्पूर्ण कुराहरू सुविधा भइसकेपछि टुरिज्मको पनि डेभलप हुने भयो, टेक्नोलोजीको पनि डेभलप हुने सम्भावना छ। त्यसकारण नेपालमा असम्भव भन्ने कुरा छैन, सम्भव छ। त्यो कुराहरू चाहिँ गर्नको लागि अहिलेको सरकारले चाहिँ यस्तो कुराहरूमा चाहिँ जोड दियो भने डेफिनेटली त्यो कुराहरू गर्न सकिन्छ। र पक्कै पनि यी डेभलपमेन्टको कुराहरूमा चाहिँ अहिलेको सरकारले 5 वर्षभित्र नेपालमा धेरै परिवर्तन आउने आशा छ। देश तथा विदेशमा बस्ने सम्पूर्ण नेपालीको आशा पनि त्यही नै हो। त्यो आशा पुरा होस्। शुभकामना।